हेलो गाइस, आज फेरि एउटा नयाँ भिडियो लिएर आइसकेँ म। आज चाहिँ एकदमै भिडियो स्टार्ट गर्दैछु। भिडियो यस्तो के गर्नु र, भिडियो बनाउने दिन त पानी परेर मस्त मस्त पानी परिरहेछ। यस्तो रातिदेखि पानी परेको, हाम्रो कस्तो फुलेर मस्त पानी। पानी परेको परेको किचन चाहिँ यति बनेको छ, पानीले फुटेर मार्यो। यस्तो फुलिसक्यो अब लगभग खत्तम पानी परेर। एउटै डरको पानी पर्छ क्या, यस्तो फुलेर आउँदैन क्या दिनभरि पनि। किचनको अपडेट चाहिँ यस्तो छ। कहिले गर्छ सक्ने हो, आज तब पानी कामै हुँदैन। यो हेरेर के होला जस्तो कसैलाई याद आयो भन्नु। टमाटर बन्दैछ अचारको लागि। अनि बाहिरको माहौल छ यस्तो। यो कहाँबाट आयो फेरि? जा पर पानी परेको छ। हे तेरिका के गर्नु हौ, टेन्सन भयो। रहनु नि अब त। एकै डरको परेको आइपुगेको थियो होइन, अघि रातिदेखि नै परेको। रहँदैन रहेछ। टमाटर धुने तरिका है सायद थिहरू यस्तै हो। यस्तो पानी कसरी जाने हो र? ला एउटा भएको खरेटो पनि भिजेछ भनेपछि सक्यो अब कुरो खत्तम। ताजमहल भयो। भिडियो स्टार्ट गर्ने बिर्सेछु। यस्तो मजाले किमा काट्दै थियो हाम्रो मेरीले ग्लासले। तपाईँहरूलाई पनि आइडिया छैन भने चाहिँ यसरी काट्नुपर्छ है किमा चाहिँ। अरूको चाहिँ थाहा भएन, तर यो बन्दाकोपी चाहिँ ग्लासले मजाले एकैछिनमा काटिने रहेछ। मेरीले कहाँबाट आइडिया ल्याएको हो पनि मलाई थाहा छैन। युट्युबै त होला नि सबै कुरा। यहाँ किमाको मिसिन छ फेरि, किमा काट्ने मिसिन। अनि यहाँ चाहिँ अब पिठो मुस्छु भनेर म चाहिँ रेडी हुँदैछु गाइज। देखिँदैन आगो यहाँ बल्दैछ। आज चाहिँ हाम्रो चाहिँ मोमो खाने प्लान छ है गाइज। मोमो खाने दिन छ त्यस्तै। मोमो खाने जस्तै दिन छ फेरि। पानी परेको परे। रहने नाम लिँदैन। आजको दिन यस्तै होला जस्तो छ। असार 15 भन्दा पनि गइबार भइसक्यो। बरु असार 15 मा आजकल त पानी पर्दैन पो। त्यस्तो छ। अब चाहिँ म पिठो मुस्छु हो। त्यस्तै बनाउनु सिकेको थियो नि भन्न। भेज मोमो बन्नु आँट्यो। यहाँ चाहिँ यहाँ पिठो रेडी छ। अब त्यो चाहिँ पोर्क मोमो। ट्याउ हाम्रो मोमो पाक्नु आँट्यो है गाइस। अब तपाईँहरू रेडी हुनु होला खानुको लागि। ट्याउ पिठो बेल्ने मिसिन हाम्रो यस्तो छ। भर्खर जापानदेखि ल्याएको
मिसिन आफै बेलेर आफै राख्छ कस्तो राम्रो मिसिन पिठो बेल्ने मिसिन झिकाएको यहाँ चाहिँ मोमो किमा यहाँ छ यहाँनिर अनि यहाँ अघि खाइ पनि सक्यौँ यहाँ चाहिँ बनाउँदै गरेको अवस्था यहाँ चाहिँ पाक्दैछ है त्यही त राखेन त्यतिकै गऱ्यो यहाँ त लाग्यो यता त लाग्यो के अरे भिनामा त त्यो मोमोलाई मोमो बनाइदियो भइहाल्छ गाइस हाम्रो मोमो यस्ता छन् राम्रो नआए पनि भाङ्गे ट्याडे भए तापनि खानु हो भने हुन्छ भन्ने हाम्रो भनाइ छ अझै नबुझेर बोकी पाकेको यहाँ छ पाक्दैछ यहाँनिर खाँदैछ त्यहाँनिर अगाडि निन्द्रा लाग्नु थाल्छ मान्छे खानु नि आउँदैन न हौ लागेछ केसर हो बेलुङै केसर हो खानु पनि आउँदैन हैन चाख्नु त नि कतिको तातो रहेछ जिन्दगीमा उखारे रस्ती दिलुको अन्डरमा फेरि होइन किमा खुट्टा झऱ्यो त्यहाँबाट पुत्त दिलुको अन्डर दिलुले पुत्त मिठो रहेछ गाइस पोर्क मोमो त कसैले मिठो हुँदैन हैन चैनको भन्छ तातो त्यो कविताहरू आइहालेको हुन्छ के गर्ने यहाँ निन्द्रा लागिसक्यो घर हौ मान्छे बोलै मारेर आउँदैन सेपखा बनाइदिएको त्यत्रो ए सेलिसक्यो अब फेरि पोल्नु होला पत्ता भन्छ त मासु पोलेर बोलाएको 3 दिन भइसक्यो आउँदैन हेर त बत्ती छ खा कि खायो बजायो आलु कुकुरले भेडे मिठो आफै बनाएको त नमिठो भए मिठो छ भन्दै खानुपर्छ नि हाम्रो बेलन मिसिन अलिक कमजोर भएर ढिलो भयो गाइस यो चौचीले नै यो सबै छेउडे पर खाल्छ वाह अहिले आएर त घाम पो लाग्दियो त 29 का बाजे भर्खर पानी परेर बिजोक थियो ठुलो मान्छेहरू पनि छन् हाम्रोमा त दिलुले एकछिन बुल्छ होला दिलु एकछिन बेल्दै गल्यो मेरी गलिहरू निक्ली त जा डाँडाबाट दुख्यो अन्त निक्लिन म त झन् ढिलो पेन्सिल हुन्छ बिस्तारै बेला म
यो त कस्तो भयो किन खै त म उ गरिहेर्छु उठा त म बेल्छु यसलाई त यहाँ यसो गर्नुपर्ने उठेर हिँड एकछिन डाँडो तेर्सिन्छ एकै ठाउँमा बसिरह्यो भने दुख्छ ल मिक्सिन ए छोरी आइज यहाँ त्यो कुकुर बाजेको क्या केरा मुखको निकालेर दिएको अन्त यहाँ आउनु मोमो निकालेर दिएको नि त्यो नखाने ऊ त्यो ठुलो मगमा छ आच्छा ठुलो मगमा तिनीहरूलाई खेदा न कान्छी जा त हाम्रो हो त्यो अलि नानीहरूलाई टोक्छ उनीहरू बाँच्छ अनि नानीहरू पर्छ खुट्टा पनि कुजे भइगयो हौ पर खेदै पठाएको त्यहाँ छेउछाउ आउनु नदे यो डेस्पेनीको कुकुरले त मेरो लुगासुगा फटाइदिएर म त साह्रो रिस उठिरहेछ तालामा चाहिँ ढोका खुल्ला थियो कि खुरुखुरु सिँढीबाट गएछ होइन अनि माथि त मेरो लुगा त मरि तान्दै रहेछ के चाहिँ घड्याङ गर्छ भने मारिदिन्छ म तपाईँको कुकुर ल डेस्पेनी आन्टी हुन्छ बोल्दैन तपाईँ हौ आन्टी मारिदिन्छ म तपाईँको कुकुर खा फेरि मम्मा नखाने खाँदै गर न सिल्लीपछि मिठो हुँदैन खाऊ एकछिनबाट बिस्तार गर्दा नि त हुन्छ त हाम्रै हो आजको दिन खुवाउनुपर्छ दिलुले दिलको भेज यहाँ छ चम्ची दिनु न दिदी मलाई एउटा काँटाले खाने कि चम्चीले मिठो छ नामदारी नानी को हुन्छ हो दादा मजाले बसेर दादाको छेउमा बसेर खाऊ त दुईजना ऊ हाले आउँदैन त फेरि हातैले ल्याम पार न यसरी पो त हातले यस्तो गर्ने होइन अनि त्यहाँदेखि यस्तो खै लाजरस नि कता भाग्यो मोमो खाने मान्छे त्यसले त खासै मन पराउँदैन आजकल त बजार बसेर सारा खान्छ होला अहिले पो मजाले बजाउँदैछ खाइदे भाइ खाइदे ल म त स्कुल गएन मिक्सिङ उयो गरेर पाठ गरेर पो सम्झिँदै थिएँ अरे मिठो भएछ भन्दै खानु होला होइन मिक्सा मिठो हो नि अनि यो त कस्तो पो भयो कस्तो छ मोमो टाँसी हो तल टाँसी भन्ने उयो लगाउनु नानी मोमो कस्तो छ मिठो मिठो भन्नु न मिठो भन्नु त मिठो भन्नु त भन्नु पनि भन्दैन भन्नु पनि भन्दिनँ भन्छ कुन दिनदेखि कम्तीसम्म के भन्छ ओ खाँदै हो खै मिक्सा हो त्यो मोमो हो नाच हो भन्नुहुन्छ नि नाच भन्नु त्यो के हो नानी ए हो यसको बुझी चाहिँ बोजू अहिले बोलाएको फेरि घाँसमा जान्छु भन्नु घाँस काटिन्छ ए म आएँ मम्मी म आएँ भन्ने तु ए कोसँग आउनु मासँग आयो मासँग आछि गर्दै आउनुभयो पानी पर्दै आएको भनेको होला उसले होइन आछीमा अरे हो ए कस्तो राम्रो देख्यो त त्यो गमला जस्तो टुक्क छ बसिरहेको भर्खर भर्खर सिक्दै गरेको आछीमा भन्छ ए भन् अस्ति चाहिँ जे कुरामा नि ए भन्थेन दिदी के सोध्थ्यो कि अनि भनेपछि ए भन्थ्यो अलिक मात्रामा बेल्नु ल भाउजू बाङ्लो भन्छ लु खा भन्दैछ अर्कोले तुम्बाले खा ल भन्ने अरू छोरीले खा नाखा पर एकजना निन्द्राबाट बिउजेको छैन जस्तो छ खाएकै त्यो भेजिटेबल एक दुईवटा लडाइदिनु न खान्छ खाओस् कवितालाई पनि चाख्नु लु त भेज चाखौँ त हाम्रो भेज चाहिँ अघि पकाएर राखेको थियौँ लु चाखा त कविता म छोरालाई दिन्छु ल
हो भन्नु भएन त पास्नु है अब चाहिँ हो त्यतिको ठिक हुन्छ त्यही त सिनेमा मोमो बनाउनेहरू थोरा छैनन् हौ कम्ता ठुलो मान्छे छैन हौ मोमो बनाउने के बनाउनु भएको रे छोरी फुपू र मैले मोमो बनाएको भन न के बनाएको रे यहाँ कामदारहरू दुईजना छ के गरेका खेलेका के गरेको नामदारी ढुङ्गा हालेको दाउरा दाउरा त होइन हौ त्यो दाउरा हो कि होइन हौ दाउरा त होइन होइन अब बोक्नु सक्दैन सक्छ मरि लाउनु अनि फेरि ला खनाउनु अरे मेरो मेहनत परिश्रम दादा सघाउनु भन्नु सघाउनु अरे उ त्यो खनाउनु सघाउनु त लु दाजु बहिनी मिलेर खनाउनु सुरा कुसिसक्यो एउटा ल गयो अब बोकेर कमिलाले टोक्छ है भुइँमा हेर्नु त कमिला छ भाग्नु 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 यता आउनु यता 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 ल्याउनु म खनाइदिन्छु तँ के हो त्यहाँ पनि हाल्नु यसले टोक्छ नानी हेर्नु त यी कमिला यसले हाङ गर्छ यहाँ हेर्नु न नामदारी यहाँ यहाँ हेर्नु न आथा हुन्छ आथा ओह मलाई टोकिसक्यो आथा भन्दा भन्दै हो त्यसो गर्छ भनेर त नि जाउँ भनेको त जाउँ 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 मम्मीकोमा जाउँ त निस्कियो नै आइहाल्छ नानी त्यसो गर्नु हुँदैन आइहाल्छ नानी नामदारीको परिश्रम देखेर म दङ्गै परिसकेँ यस्तो खै त निस्किँदैन त मेरीको बुत्तुङ त निक्ली जान्छ मेरो एक महिना मात्रै भरि 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 अनि निकाल्नु सकिनँ कि अनि दादा कि दादा भन्दै कराउँछ होइन चुटाएर मार्छ नि त्यहाँ कमिला छ कि उतानिर अनि अघि कतिचोटि टोकिसकेर पनि टेर्दैन नि त दुईजना उसको पनि खुट्टामा ए गर्दै थियो अनि फेरि जङ भन्दा मान्दैन फेरि टोक्को 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 काम त कति गर्छन् नि आँट्दैन नानी त्यत्रो ठुलो त सानो मात्रै सानो हालिबस्नु म त निकाल्नु सघाउँदिनँ है अब त
भन्नु म त निकाल्न सकाउँदिनँ है ल नामदारी आऊ आऊ हेरौँ न खोज्दै भइएका चाहिँ दर्शकहरू अनि कामदारहरू यहाँ लाग्यो ढुँडा त ठोक्यो होला दर दिदी बहिनी भनेको त राई जस्तो न राई भाषा बोल्छ दादालाई पनि के पो भन्थ्यो अस्ति त के हो यो सेनो खेल्नु न उठ्नु माथि खेल्नुहोस् न बल्ल बल्ल भोकाहरू यो के हो सबै टक्क गरिसके होस् न त्यो बिग्रेको आँट छ अहिले त्यत्रो ठुलो चाहिँ पो हाल्दैछ उयो चाहिँ त्यहाँभित्र हाल्नु खोज्दैछ अट्दैन नि त ठुलो त सानो मात्रै अट्छ ऊ त्यो सानो मात्रै अट्छ त्यो अट्दैन हो हो गुड गुड हो मिसेक र मिक्साको त यहाँनिर दसैँ आइरहेछ ढुङ्गा खेल्न पाएर उयो के अरे ढुङ्गा हाल्दै दाउरा कि दाउरा भन्छु त होइन हौ दाउरा होइन हौ भन्छु हो हो भन्छ दाउरा होइन भन्छु हो हो भन्छ ढुङ्गा अन्त ढुङ्गा 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 हौ ढुङ्गा हौ ढुङ्गा ढुङ्गा अन्तिम चरणमा पुग्यो मोमो गोलेर गोलेर पनि यति हो जम्मा उब्रेको अनि यो तिन होइन बिचमा त फुल छैन ए कोपिला मात्रै छ अलिअलि कोपिला आयो यो टोपीको चाहिँ कस्तो भयो आजको मोमो कम्प्लिट भयो गाइज आजको भिडियो यति नै सबैलाई बाई बाई